लगाउँछस् कि लगाउँदैस्? लगा तेरो कत्रो यही लगा। तेरो कत्रो कति छ आफै यो त्यो झुकाइस। लुगा मैले प्याङ। हेलो एभ्रिवान, आज चाहिँ म कामबाट यस्तो लुगा फोहोर बनाएर आएको छु हैन। अनि बुढीलाई अघि लुगा पनि धोइदे भनेको थिएँ हैन, त्यसले धोइदिएको छ हैन। अनि बुढीलाई आज चाहिँ म प्र्याङ्क गर्न गइरहेको छु। त्यो धोएको लुगा चाहिँ म फोहोर बनाउँछु कि धुलो लाएर हिलो लाएर जे गरेर भए पनि। अनि तैँले लुगा धोइदिएको यस्तै हो भनेर चाहिँ म प्र्याङ्क गर्न गइरहेको छु हैन। अनि अब हेरौँ मेरो बुढीको सन कस्तो आउँछ। अनि बुढी चाहिँ अहिले बाहिरतिर धन्दा कि के गर्नु गएको छ हैन। अनि अहिले आउँछ अनि ठ्याक्कै गर्नुपर्छ क्या त्यतिखेर, त्यति बेलामा। अब चाहिँ म यो लुगालाई हैन फोहोर बनाउँछु। अनि बुढीलाई यही लुगा लिदे यही लुगाले भनेर म भन्छु क्या। अहिले चाहिँ म माटो लिएर आइसकेको साथीहरू। अब यो लुगालाई चाहिँ म माटै सरी बनाउँछु है त। साथीहरू मैले चाहिँ अहिले यसलाई यस्तो धुलो लगाइसकेको छु। बुढी चाहिँ आइसकेको छ साथीहरू। स्वागत तो करो हम। लुगा फेर्नु भएको छैन? लुगा फेर्नु भएको छैन? के फेर्नु र यो यस्तो अब काम गरेर आएको। त्यस्तै त के सुत्नु हो पहिला सरीको। अर्को धोइसकेको छ अर्को धोइदिएको छ। धोइदिएको रे त्यो दैलो थुन त यो कता पो अर्को लाउनु लगाउनु। त्यो उयोले त त्यो के अरे कालो त्यो उयो भएको स्टिकर भयो। यो लगाउनु। ल्याइस ला यस्तै ल्याइदिएको। अनि अघि धोइदिएको त अनि मैले अघि दिउँसो धोएको। के ल्याइदिएको अनि हो त्योभन्दा फोहोर अब लुगा फेर सुतौँ भनेको त। अघि दिउँसो मैले सबैसँग लुगा धोएको भए। हेत्तेरिका अघि दिउँसै धो भनेको यो लुगा मैले तँलाई के यो कालो न कालो अनि ल्याइदिएको अनि अनि धोकै लुगा हो त हो। अनि यो धोकै लुगा हो त। अनि यस्तो कालो न कालो चाहिँ धोको हुन्छ? यता यस्तो छैन त। अनि यता चाहिँ कहाँदेखि लाग्यो? अनि यस्तो लगाएकै छैन त। अनि लुगा त कहाँनिर यो धसाएर हान्दा लिएको कि के गरेर लिएको यो यस्तो? मैले त यो त लुगा अघि नै धोइदिएको भए। धोको लुगा चाहिँ यस्तो हुन्छ भेट्छ चाहिँ अहिले। अनि धोको हौ मैले यो कहाँदेखि चाहिँ लाग्यो त? अनि नानीले पनि खेलाएको छैन। धोको लुगा चाहिँ लु यस्तो हुँदैन है, बिगारिहालेछ नि। यो मैले अघि धोइवरी सुकैवरी अहिले पो उठाएर राखेको है मैले यो लुगा। लु बिगारो यसले त बिगारो। यस्तो राम्रो लुगालाई अब झन् धोइदे बुढी भनेको त यस्तै बनाइदिनु हालत। अब म यस्तो लाएर हिँड्नु अब यस्तो राम्रो सुत्ने बेलामा तै पनि यस्तो राम्रो भेषमा। अनि कहाँदेखि चाहिँ यस्तो आयो यो? अनि कुन चाहिँ नि लगायो यस्तो? मैले धोइदिएको लुगा धोइनस् तैँले। हेत्तेरिका यस्तो धोको हुन्छ? यो मैले अघि नै धोइदिएको है। अब यो भन्दा अर्को लुगा छैन है। तै लगाए अब यो लुगा चाहिँ यो आफै लगाउनु। झन् धु भनेको त्यसलाई। त्यत्रो अघि नै धोइदिएको मैले यो लुगा। आफै लगा अब म यो कहाँ लगाउँछु? धोइदिएको लुगा त्यही लगाउनु, त्यो अर्को मैलो भन्दा। हेत्तेरिका राम्रो त धुनु नि, यस्तै मैले धोइदिनु। मैले त्यति सनक्कै जाने गरी यो टिलिक्क टल्किने गरी धोइदिएको मैले यो लुगा। कहाँदेखि चाहिँ यस्तो भयो त? टिलिक्क चाहिँ यस्तो हुन्छ टिलिक्क। अब आफै लगा कि अर्कैले? अर्को त भापो ल्याउनु त। कस्तो छैन त्यत्रो लुगा? अनि मेरो छैन अरू मैले धुनु भ्याएकै छुइनँ। म हरिगङ्गाल हो, यो लुगा हुँदै नभएको मान्छे।
ये बड़ी अच्छी बात कही आप। यो सबै लुगा जति मैलो बनाएर सबै पालेपछि यही एउटा मात्रै हो। मैले यही एउटा मात्रै धोइदिएको आज भएन। के चाहिँ गरी बस्यो दिउँसोभरि चाहिँ अनि दिनभरि मेरो यही एउटा लुगा मात्रै धोइबस्ने काम छ। अनि के चाहिँ गरी बस्यो त यो यति धुनु सक्दैनस्? मैले यो धुइवरी नै राखेको मेरो यही एउटा मात्रै काम छ। यता र उता नफाली बस्यो हेरि छुटेको बेलामा दिन्छु अहिले म फेरि। म पर फ्याँकिदिउँ लगाउने कि नलगाउने? लाउँछु। यस्तो चाहिँ यस्तो मैले सरी अब यस्तो अहिले यो यस्तो फोहोर भएको लुगा चाहिँ अब अर्को नयाँ फेरौँ भनेको धुइदिए भनेको त अनि के चाहिँ गरी बस्यो अनि दिउँसोभरि चाहिँ दिनभरि मेरो यही एउटा मात्रै लुगा धुने काम छ। अनि के चाहिँ छ त तेरो काम अनि यो लुगा यति धुनु सक्दिनस् अनि दिउँसोभरमा? मैले यो धुइवरी राखेको अरू लुगा धुनु भ्याएकै छुइनँ मैले सबै। त्यहाँ कति रास छ त्यो रास त पनि अब यति एउटा धुइदिए भनेको त अनि के हो अनि यो त मैलो न मैलो छ त अनि अस्ति लगाएको जस्तो मैले धोको यो लुगा मैलो भएको के भएर चाहिँ हुन्छ यस्तो लुगा चाहिँ अब मैलो धुको लुगा चाहिँ भेट्छ अहिले? अनि के जाने त यो लुगा यस्तै छ। मैले धुइवरी राखेको यो लुगा यस्तै हुन्छ। धुको लुगा चाहिँ यस्तो हुन्छ। यो मैले धुइदिवरी राखेको यो लगाउने भने लगाउनु नत्र फ्याँकिदिन्छु म त। फोरी पनि के साह्रो फोरी हो। यति लुगा त धोइदिनु नि। दिउँसोभरि काम गरेर आएको छन् अर्को लुगा फोहोरको भनेर यो अहिले लाउँछु म त फेरि नफेरेको हुँदैछ नि। अनि यस्तो कालो न कालो के हो नि? मैले धुइवरी अरू काम गरेको यही मात्रै धुने काम छ मेरो। के अनि के चाहिँ काम गरिस् अनि यति त धुनु सक्दिस् नि? मैले धुइवरी काम गरेको त अनि धुको चाहिँ कालो न कालो हुन्छ देऊ यसै अहिले मैले धुइदिवरी राखेको यो कसले चाहिँ यस्तो लगाइदियो त? आफै लगाऊ। अनि यस्तो यो कालो लुगा चाहिँ कसरी हुन्छ त? कालो लुगा कस्तो चाहिँ हुन्छ त? अनि यो अब यो कालो लुगा अब कालो नै हुन्छ भनेर चाहिँ अनि के मैले यसरी अनि बनाइदिनु अनि अब कालो भनेर यस्तै लगाउनु जेसुको म त फ्याँकिदिन्छु अहिले। फ्याँकिराख। रिसाकी राख्न त्यत्रो धु भनेको त सुन्नु नि भनेको त दिउँसोभरि चाहिँ के काम हुन्छ? कहाँनिर त दुश्मराको कहाँनिर फालेको अस्ति लुगा लिएछ अनि यही लगाउनु पर्यो लुगा यही लगाउने अर्को त छैन। मैले कति दुःख गरेर धोइदिएको छु यो धुको यसलाई साबुन एउटा एक डल्ला चलक्कै सकिन्छ। त्यति साह्रो फोहोर थियो नि यस्तो कालो न कालो यसरी नै कहाँनिर अस्ति काम गरेको लुगा धोएन रहेछ अनि मैले धुइदिवरी राखिदिएको। बुढीले राम्रो लुगा धोइदियो होला भनेको त यार यस्तो फोहोर बनाइदिएछ हो। धोइदिएन रहेछ त्यस्तै माटोमा कहाँ दलेर कहाँ ल्याइदिएछ अनि अब आफै लगाएँ म अर्कैले नि। मैले अघि धोइदिएको भने लगाउँछस् कि लगाउँदैस्? नगर तँ किन त्यस्तो गरेको त? तेरो कत्र यही लगा नगर तेरो कत्र मैले धुनु पर्ने देखो गरी धोइ पनि अनि यस्तो कालो चाहिँ अनि के हो नि? कामदेखि आएर मलाई नै कराउने तेरो त्यही लगा भनेपछि पक्कै लगा यही लगा। अनि यस्तो कालो चाहिँ अनि कसरी हुन्छ त? अनि यो कालो न कालो चाहिँ यही कालो लगा तपाईँ यो कालो लगाउँछस् कि लगाउँदैन? नगर
न नि तँ आफै कालो बनाउँछस् अनि धोइदिएनस् अनि आफै कुर्छस् मैले धोइदिएको मैले यो धोइदिएको हो कि होइन कतिखेर चाहिँ धोइस् नत्र यो मैले हुँदा यतिको राम्रो थियो कसरी चाहिँ कालो हुन्छ त नि तपाईँको लगा लगाउँछस् कि लगाउँदैनस् तपाईँ लगा यो लुगा तपाईँको लगाइहाल आफै लगा तेरो लुगा यही मात्रै छ हेर यहाँ यो तेरो तेरो काठ यहाँ कति छ आफै आफै धो धु मैले कति गर्दा नदेख्ने तेरो लुगा आफै धो आफै लगा लुगा लगाउनु पर्यो तपाईँको लगाउँछस् कि लगाउँदैनस् त चाहिँ किन जङ्गेको नि यस्तो यो कालो चाहिँ किन बनाइदिएको त यिनीहरू पनि सबै धोइदियो भनेको के हो नि यस्तो यो यो लुगा एउटा कुरा देखाउँछु छाड्नु के देख्छस् नगर्नु एउटा कुरा देखाउँछु के देख्छस् उहाँ हेर्नु के छ के राखेको छस् त्यो के राखेको छस् उहाँ हेर्नु उहाँ के हो त्यो मलाई झुक्काइस् मलाई झुक्काइस् त्यहाँ चाहिँ हेलो साथीहरू आजको प्र्याङ्क कस्तो लाग्यो त अनि लुगा मैलो प्र्याङ्क बुढीलाई चाहिँ आज दह्रो झुक्काएको छु मैले नचला हो भइगयो त भिडियो बनाएको रहेछ ला अनि भिडियोको लुगा चाहिँ यस्तो हुन्छ त नि कसरी मैलो हो नि लाउँछु अब अर्को लुगाले प्र्याङ्क चाहिँ डह्रो गयो आज कस्तो लाग्यो त प्र्याङ्क अनि कहिले त्यो लुगाहरू थन्काए अब के भोलिदेखि नधोइदिने रहेछ आएर ला धोइदे आफै धुनु पर्यो नि फेरि भोलिदेखि कात्रो मारेको छ साथीहरू बुढीहरूले चाहिँ मार्छ है आमा मलाई देख्नु पनि कुटेको मेरो घाँटी नै दुखिरहेछ यार त्यो कत्रो तानेको अनि बाख्रालाई जत्तिकै मारेको छ नि